नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल ज्योतिज ब्लग। आज एकदमै कामसाम छोडेर हैन जाँदैछ घुम्नको लागि। वर्ष दिनमा एकचोटि फुल्ने फुल नेपालको दसैँ जस्तै हुन्छ, यहाँ चाहिँ एकचोटि मात्रै फुल्ने बदकोत हेर्नको लागि म र मेरो साथमा जाँदै हुनुहुन्छ दुईजना भाइहरू, हाम्रो सनिस भाइ अनि हाम्रो राई भाइ प्रकाश भाइ। दुईजना भाइसँगै हामी चाहिँ अब घुम्न जाँदैछौँ साथीहरू। हावा चलिरहेको छ चिसो चिसो। अब यो मौसमलाई एकदमै तातो बनाउनको लागि हिँड्दैछु। लेट्स गो। ड्राइभरलाई अलि डर लागे जस्तो छ। अस्ति नचिनेको बाटो त गयो, कहाँ कहाँ त्यो होमस्टेको बाटो त होमदपको बाटो त हेर्नुहोस् हेर्नुहोस् प्रत्यक्ष हेर्नुहोस्, मौसम क्लियर छ। हेर्नुहोस् गाइस आज एकदम मौसम एकदम साथ दिएको छ। मौसमले एकदम राम्रो छ। अब हामी जाँदैछौँ सिधै। मलाई हिँड्यो धेरै। डाँडा काँडा जङ्गलै अर्को छ। आगो लाग्नु कारण यस्तै क्या, डाँडा बाक्लो जङ्गल अनि सुक्खा आगो लागेको भने मात्र हो। नेपालमा धेरै हेर्नुहोस् नेपाल। अब हामी जाँदैछौँ टनलभित्र साथीहरू। यो अगाडिको गाडीलाई के भएको रहेछ, एकदम स्लो मोसनमा हिँडिरहेछ। म एकदम उडाउनु पर्यो भनेको त्यसले मलाई साथ दिइरहेको छैन। यो के भयो, बिग्रियो के हो यो? म जस्तै छोबुन्जन हो कि हेर्नुहोस् गाइस, यो त टनेल हो। यो गाडी के भइरहेछ? त्यो कुना कुना हिँडेछ के भएको? स्लो हिँड्दैछ एकदम। तपाईँ लानुपर्छ क्या? अब एकदम स्लो मोसनमा हिँडिरहेछ। अब सेकेन्ड टर्मिनमा जाँदैछौँ हाम्रो चाहिँ। योभन्दा पारिमा तपाईँ झन् ऊ आफ्नै सुरमा हिँडिरहेछ त। तिमी जस्तै त हो नि। अनि उयो सिसा हेरेर जाऊ न, मान्छे छैन भने पिलिक 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 गरेर। तर तिम्रो टर्न सक्दैन यसलाई। यो 60 कि प्लस हिँडिरहेछ। 60 हिँड्यो नि आज। कति थोरै जस्तो लाग्यो मलाई। कुना कुना हिँडे खा के भयो है? हेर त, यो पक्कै छोको हुन्छ न। ऊ त एकदम सही हिँडिरहेछ। यो सही हिँडे छैन, घरि यता घरि उता हिँडे खा। ऊ कता गयो अब? उसले ऊ त आफ्नै बाटो हिँडिरहेछ। उता जान लागेर फाइनली साथीहरू आइपुगे हामी हाम्रो डेस्टिनेसन। यो हो बदकोत थोरो, छङ्गुपको बदकोत थोरो। यसरी फुलेको छ। फुलहरू ढकमक्कै गरेर हाम्रो लाली गुराँसको सिजनमा कोरियामा चाहिँ यो बदकोतको फुल फुलिरहेको छ। यसरी गाडीले अगाडिबाट छेकेर डिस्टर्ब गरेको साथीहरू। हेर्नुहोस् न कति राम्रो। त्यो कालो गाडी कहाँबाट आएपछि यस्तो फुल फुलेको ठाउँमा मान्छेहरू पनि भिडम्बाड छ। ढक्कल मक्कल गरेर सबजना हिँडिरहेको देख्न सक्नुहुनेछ। यहाँ त अझ अलिक कम छ अहिले। राम्रो आउँदैन 0.5 पट त हैन उसकैले गर 1.5 गरेछ के
ल हाम्रो सिस्टरहरू हाम्रो ब्रदरहरू अगाडि कुदिसकेको अवस्था दुईजना परिहरू यता हिँड्दै हुनुहुन्छ ल फाइनली गाइज हामी चाहिँ आइपुगिसक्यो होइन तपाईँहरू भ्लगमा आउनुहोस् होइन सबैजना के अरे हामी चाहिँ अब फाइनली बदकोटमा आइसकेका छौँ यही हो हाम्रो बदकोट चाहिँ अझै अगाडि एकदम राम्रो छ मुनि मुनि पिङ्क कलरको पनि छ एउटा स्टेज हुनु पर्थ्यो के अरे व्हाइट कलर अब चाहिँ एकदम फोटो खिच्ने टिकटक बनाउने नाच्ने हो ओके न ल हामी टिकटक बनाएको रे क्या साथीहरू यो चाहिँ यस्तो नक्कल पारेर होइन टक टक पछाडिबाट हिँडेर मोमो हेर्नु न त्यहाँ मोमो नक्कल यहाँनिर दामी रहेछ त हजुर धेरै वर्ष दार्जिलिङ कि चौरी परेको ओहो देखाइदेऊ न एकचोटि पट्टी लिवालीलाई यहाँनिर खाना खाने ठाउँहरू पनि छ यस्तो टाइपको खाना पनि खान सक्ने भयो भोक लाग्नेहरूले यहाँनिर टक्क नेपाली दिदीबहिनीहरू पहिला नि कस्तो रमाइलो थियो है हेरिरहेको छु परसम्म छ साथीहरू त्यहाँ अलि अगाडि छ म अलि वरा छु म चाहिँ भिडियो बनाउँदै हुन्छु यता रोडमा नि छ पल्लोपट्टि रोडमा नि छ फ्लावर गाडी जाम ल यस्तै छ है छङ्गुपको बदकोट चाहिँ यही हो है साथीहरू टाढा भए पनि पुग्ने गर्नु मैले देखाइदिएको छु हेर्नुहोस् है ल हाम्रो छङ्गुप्सीको बदकोट है कत्रो मान्छे आयो अगाडि कहाँ पुग्यो यार साथीहरू क्यामेराले पनि भ्याउँदैन भाइ कहाँ गयो ल हेर्नुहोस् त यसरी हाँसामार हिँड्नु पर्ने एक्लै बोल्दै हिँडेको छु त मान्छेहरू कति छ पछाडि आमामा के गर्नु घुम्न रहर यत्रो धेरै मान्छे छ सबै कुरा छ हात समाएर हिँड्ने साथीहरू कता पुग्यो सबैजना छ हात समाएर हिँड्ने साथीहरू भेटाएन है मेरो कता पुग्यो मलाई छोडेर गइसक्यो भिडियो बनाउने चक्करमा सबजनाले छोडेर साथीहरू हेर्नुहोस् त एकदम दामी छ है यहाँनिर मान्छेहरू पनि उस्तै राम्रो शीतल पानी माथि वाइटी कति सुन्दर छ है साथीहरू कोरिया वाउ खोला मुनि माथि घुमघाम धेरै भयो धेरै भिडियो खिच्यो धेरै टिकटक बनायो साथीहरू अब चाहिँ जाने बेला भएको छ घर ल सबैजनालाई बाई बाई हामी चाहिँ अब घर लागेको ल हामी चाहिँ घर गई कति राम्रो देखा बरु यही हामी चाहिँ अब गाडीमा कफी खाँदैछ अनि त्यसपछि हामी जाँदैछौँ अब घरतिर रमाइलो त उस्तै हो अब आजको दिन यस्तै रह्यो अब फेरि गएर काम गर्नुपर्ने हुन्छ
So let's go. हेलो गाइज, अब चाहिँ हामी घर जान लागेको। एकदम हिँड्दा हिँड्दा थाक्यो फुल फुलेको ठाउँमा। सो घर जाँदैछौँ। भाइहरू कस्तो लाग्यो आजको फुल? दामी एकदम दिन बलिसक्यो अब हामी जाने। Let's go, let's go. उति बुढाले साइकल चलाइरहेछ। के बाल भयो त हामीलाई साइकल चलाएर? अब चाहिँ ठुलो सुरुङभित्र छिर्दैछ कोरियाको। टनलभित्र जाँदैछौँ अब हामी। यो चाहिँ 5 किलोमिटर लामो सुरुङ हो गाइज। यो चाहिँ मैले यो बतकुद्रो फुल जाने चाहिँ यहाँबाट गयो, यता गयो भने हुन्छ। यो चाहिँ लोटेमाड हो गाइज, हेर्नुहोस् सानो छ। यो चाहिँ ड्राइभर हो गाइज हाम्रो। ड्राइभर जो उन्जान ठिक ठिकै गर्छ, कहिले काहीँ सिकाउनु पर्ने स्थिति आउन सक्छ। अब हेर्नुहोस् यी सानो छ यो बजार, तर यो महँगो छ सामान। हाम्रो नेपालको कुन बजार चाहिँ आएको आयो कि होइन बजारमा चाहिँ गाह्रो छ हौ। टक्सन रहेछ अगाडि। हामी चाहिँ पहिला के अरे ट्रेनिङ दिने बेलामा यहीँनिर म चाहिँ फेल भएको अस्ति नै साथीहरू हेरौँ। आज मैले कसरी लान्छ उसमा के अरे ट्रेनिङमा होइन हो, के अरे ट्रायलमा चाहिँ म अस्ति नै एकचोटि यहाँ फेल भएको साथीहरू। अनि यहाँनिरबाट मैले फेल गरेपछि चाहिँ त्यो साइडमा बस्ने आजसीले चाहिँ के अरे ख्याङछाल आजसीले चाहिँ मलाई नियर भनेको। अनि म चाहिँ रुनै लागेको साथीहरू त्यतिखेर। अहिले चाहिँ म एकदम पर्फेक्ट भइसक्यो, मलाई थाहा छ अब कहाँबाट घुमाउने भनेर। फुलै गाडी छोडिदियो। हेरौँ कतिको पर्फेक्ट गरेको रहेछ। यो चाहिँ पुलिस स्टेसन हो गाइज, ठिकै छ। यो चाहिँ म्याक्सिमम 80 किलोमिटर पर आवर हो। योभन्दा धेरै यहाँ चलायो भने चाहिँ यहाँबाट कोही छन्चु जानु मन छ भने यो तलको रोडबाट जानु मिल्छ। यो चाहिँ अब सानो फुल फुल्न लागेको, फुलेर ओइलेर पहेँलो भइसकेको छ। यो चाहिँ पुरानो थोत्रे घर छ। यी कोरियामा यस्तो यस्तो थोत्रो कबाडी घरहरू पनि छ मेन रोडमा नि। फेरि यता राम्रो घर पनि छ। हामी त्यो भर्खर गएर आएको त्यो फुल भएको ठाउँमा हो। त्यता लाइनै हो, लाइनै ऊ त्यता। ए हाम्रो आएको नआउनु लाग्यो साथीहरू, हेर्दै जानुहोस्। यहाँनिर हामीले गाडी सिकेको ठाउँ आउन लागेको छ। हामी यही रोडमा हो ट्रायल दिएको। कुन चाहिँ साम्बेकमिता आफै चाहिँ छाडे क्यामेरा छाडे यदि त्यसमा के 60+ गयो भने फल्कुम तिर्नुपर्छ। ए हामी 60 लाँदै हाम्रो आएको नि देखाइदेऊ। कस्तो यो गाडीहरू यो चाहिँ सिग्नल नभए निस्क्या? अच्छा यो त यिनीहरू निस्किहाल्छ। यो त राइट त जहिले निस्किनु पाउँछ त। यो चाहिँ हाकन हो गाइज। यहाँ ज्योति सिकेको त्यहीँनिर हो। एकचोटिमा पास भएको मान्छे हो म। यस्तो छ कोरियाको। हेर्नुहोस् यहाँ रोडर पनि उडेर बसिएको छ गाइज। हेर्नुहोस् गाइज, जनता प्रत्यक्ष हेर्नुहोस्। ए रोडर पनि उडेको छ, हेर्नुहोस् गाइज। अब मैले उडाउँछु हेर्नुहोस् गाइज। बाटो चाहिँ चिल्लो नै छ गाइज। यो चाहिँ त कति 80 बिस्तारै यहाँ के भयो? रेड बलेर रहेछ गाडी। के भन्नु, बिचमा सिग्नल छ र उडाउनु मिल्दैन कि साथीहरू, नत्र मैले उडाइदिन्छु। यो रेड लाइट। गाइज
तराई जस्तो यहाँनिर चाहिँ तराई जस्तो छ क्या सिधा चितवनको नारायणघाट हामी चाहिँ अहिले नारायणघाट छ आमा 4 भइसक्यो भाइ बङ्गुरहरू डङ पऱ्यो होला डङ पऱ्यो होला आज होइन कहाँ गयो हाम्रो घर धनीहरू भनेर भोकलाई फेको पछि बस्दा खिम्जे इक्सान बुवान सबै यतै हो नि हेर्नुहोस् कहाँनिरबाट हो निक्लिने त्यहाँ एउटा बोर्ड आउँछ अहिले हामी अहिले प्रत्यक्षबाट सार्न छौँ हेर्नुहोस् जनताहरू हेर्नुहोस् ओके साथीहरू हाम्रो आजको दिन यस्तै रह्यो कस्तो लाग्यो मेरो भ्लग अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद बाई बाई सी यू इन नेक्स्ट भ्लग